हेलो नमस्कार सबैजनालाई। म आज मासु ब्रोइलरको मासु पकाउन गइरहेको छु र मैले यसमा यो कराई तताएँ र मैले यसमा तेल हालेँ। र यसमा चाहिँ मैले यो देख्न सक्नुहुन्छ दुईटा प्याज र टमाटर र थोरै यो प्याजको पात 3-4वटा र अदुवा काटेर रेडी गरेको छु। र यतापट्टि धनिया छ, यो धनियाहरू काटेर यसलाई चाहिँ म अब पकाउन गइरहेको छु। र म अब यो तेल तातिसक्यो। यसमा चाहिँ मैले थोरै सानो चम्चाको 1 चम्चा जति मैले यसमा जिरा फुराएँ। जिरा फुरेपछि र मैले यसबाट यो जिरा हल्का ब्राउन भएपछि अनि अब मैले यसमा चाहिँ प्याजको पात हालेँ। यो प्याज लसुनको पात, यो लसुनको पात हालेँ। र यसलाई हल्का चलाएर अब यो लसुनको पातलाई पनि ब्राउन भइन्जेलसम्म मैले तेलमा पकाउँछु। र अब मैले चाहिँ यसमा यो मासुलाई चाहिँ कराईमा हालेँ। फेरि यो नर्मल गाउँबाट पकाएर खाने स्टाइल पनि फेरि यो कुनै नौलो स्टाइल पनि होइन। यसमा पनि मैले कराईमा हालेर एकछिन भुटेँ। यो हल्का मैले भुटेर अब यसलाई यसमा चाहिँ मैले नुन मैले स्वाद अनुसार नुन हालेँ। र अब बेसार थोरै बेसार हालेँ। र अब अहिले त मैले एकछिन चलाएँ फेरि। बेसार हालेर मैले चलाएँ। अब एकछिन चाहिँ मैले यसलाई यसरी भुट्दैछु। र मैले यसलाई 2-3 मिनट जति भुटिसकेको छु। र अब यसमा चाहिँ मैले प्याज हालेँ। र यो अदुवा पनि सँगसँगै हाल्ने मैले मसिनो गरेर काटेको अदुवा। र अब यसलाई यो मासु सँगसँगै मैले प्याज पनि यसरी भुट्छु। यसै भुटिन्छ। र यो मैले रातो खुर्सानी धुलो पनि हालेँ। र मैले त्यसलाई एकछिन छोपेर भुटिनु दिनु। र यसलाई मैले एकछिन अब छोपेर पकाउँदैछु। यो राम्रोसँग भुटिनुपर्छ। र अब यो मासु चाहिँ भुटिसक्यो होला। एकदम हल्लाले मासु भुट्यो। अब यसमा चाहिँ मैले यो काटेको टमाटर
यो काटेको टमाटर पनि मैले मासुमा हालेँ बिचमा र एकछिन चाहिँ मैले यसलाई अब यही मासु छोपेर एकछिन टमाटरलाई चाहिँ पकाउँछु। छोपिदियो भने छिटो भित्र पाक्छ र अब एकछिन मैले यसलाई फेरि छोपिदिएँ र यसमा चाहिँ मैले यो मिक्स मसला हो यो ठुलो चम्चाको 1 चम्चा जति मैले मिक्स मसला हालेँ यसमा र यसलाई मैले चलाएँ। अब त मैले टमाटर पनि अघि हालेको थिएँ नि टमाटर पनि यो बाटिएर पाकिसक्यो अहिले त मैले चाहिँ चलाइदिएँ। यसलाई चलाएँ र अब यो पाकेर रेडी भइसकेको छ है यो मासु चाहिँ यसरी यो पाक्यो र अब यसमा हामीले धनियाँ अघि मैले काटेको हरियो धनियाँ यसमा चाहिँ मासु रातो रातोबाट पाकिसकेको छ र यसमा चाहिँ अब मैले हरियो धनियाँ यसरी माथिबाट हालेँ यस्तरी हालेँ र अब यो मासु चाहिँ रेडी भइसकेको छ हेर्नुहोस्। यसरी मासु पकाएर खानुहोला भन्दै भिडियो मन परेदेखि लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला। धन्यवाद।